भनेर बाथरुम देखाउँछौँ भने भगवानलाई त बाथरुम चाहिँ मान्छे परेपछि त्यो दाहिने के अरे हातमा चाहिँ दाहिने चढाउनु चन्दन चढाउनु अक्षता चढाउनु ल पानीहरू चढाउँदै जानु पादयो पाद्य नरम समर्पया जय गणेश माता गौ दाहिने हातले छोड्नु त्यसले ओम अपसर्पन्ति मन्त्रस्य कामदेव ऋषि भो देवता अनुष्ठन्त भूताभिघ्नोत्सादने विनियोगः अपसर्पन्तु ते भूता ए भूता भूमि संस्थिता ए भूता विघ्नकर्तार तेन सन्त शिवालया अपग्रमन्तु भूतानि ईसा च सर्वतो दिशं सर्वे सामुविरोधेन पूजा करे मसमारभे अब दाहिने हातले पूर्वतिर छेड्नु परेको पूर्वे रक्षित गोविन्दम अग्नेयं तरणीधरः यं यं रक्षितो काराओ नरसिंहस्तु नैरिति कारणं केशवो रक्षते वायव्यां मधुसूदन उत्तरे श्रीधरो रक्षते हेजानं तो गदाधर अलिकति भुइँमा त्यो दाहिने हातमा हाल्नु एकपल्ट यसरी घुमाएर पछाडिपट्टि ढाल्दिनु एवं तस्दिशो रक्षते वासुदेव जनार्दन हस्तं रक्ष्यामि हातमा पानी लगाएर हात पुस्नु तेल पानी दीपं प्रज्वालनं दिवान ओम भूर्भुवस्व कर्म साक्षिणे घृतदीपाय नमो नमः सरस्वत्यै नमः वीणा पुस्तकधारिण्यै नमः ओम सवायिन्यै नमो नमः ओम पृष्ठो देवी पृष्ठो अग्निः पृथिव्यां पृथिवीशो ओमदैर विवेश विश्वानरः सहसा पृष्ठो सर्गस्वातुरत्तं कर्म साक्षिणे दीपनारायणाय नमः धूपं शंख छैन यो घण्टी कसैको घरमा छ घण्टी छ है ओम वनस्पति रसदभूतो घण्टाद्यो गन्धमयस्कर तन्नो भातो भयो भुवातो वेगजं तने माता पृथिवी पिताद्यो तद्ग्रावाणः सोमसुतो भयो भुवस्तनसुया श्रेणुगन्धिना जुवम् तमीशानं जगतसुखसनित्यय निजनिवमवसे ओमहे वयम् ओदानो यदामसरिधीरगिरावायुरगतः सुते हरिः ओम अस्ति प्राणप्रतिष्ठन्तु अस्ति प्राणचरन्तु च अस्मै देवतमाचार्यर्मामहेति च कश्चन त्यो ल्याएर आफ्नो हृदयमा छोड्नु सबैले आफ्नो हृदयमा छोड्नु सबैले त्यसरी छोइराख्नु अनि सास रोकेर सबैले 15 पल्ट ओमकारको उच्चारण गर्नु छिटो छिटो ओम 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 गर्दै गर्दै 15 पल्ट ओम मनो ज्योतिर्जगतामादिस्य बृहस्पतिर्जन्यमिमन्त्वनो परिष्टं जन्यगं समिमन्त धातो विश्वे देवास इयमावयत्तामों प्रतिष्ठः तामों प्रतिष्ठः ओम सरस्वती मया दृष्ट्वा वीणा पुस्तकधारिणे हंसवाहन संयुक्तं विद्यादानं करोतु मे ओम सरस्वती नमः छोड़ दिनु अनुहार खोल्दिनु त्यो धागो प्लास्टिक पनि निकाल्नु
बोल सरस्वती माता की जय भक्तवत्सल भगवान की जय एकदम विस्तारित जय भन्ने भक्तों की हरि ओम स्वस्ति इन्द्रो वृहस्रवा अनि मोटो लगाउनु चन्दन अनि त्यसमा अक्षता टाल्दिनु स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्ददातु जय न बोलने भक्तों की जय बोलने भक्तों की पहिलो पानी भनेको भगवानको जस्तो मानेर हाम्रो घरमा कोही पाहुना आयो भने पानी दिने सिस्टम छ न हैन पानी दिइसकेपछि के गर्छ भनेदेखि उनीहरू फ्रेस हुन चाहन्छ नुहाउनु पाहुनालाई त हामी नुहाउनु भनेर बाथरुम देखाउँछौँ भने भगवानलाई त बाथरुम जानु भन्न त सकिँदैन बोलाएर सकिन्छ सकिँदैन त्यसको लागि पहिलो पानी भनेको भगवानको पाउ धुने पानी पादयो पाद्य जलम भन्छ भगवानको पाउ धुने पानी हस्तयो हो अर्घ अर्को 2 नम्बरको चाहिँ अर्घ अर्घो अष्टाङ्ग उच्चते भन्छ 8वटा चिज परेपछि त्यो भयो अर्घ चाहिँ भगवानको हातमा दिने हस्तयो हो अर्घ यो अर्घ चाहिँ मनुष्यले एकपल्ट पाउँछ मान्छे कहिले पाउँछ भन्दा बिहाको दिन बेहुला बनेर केटीको घरमा जाँदा ससुराबाले चाहिँ बोरडी गर्छ भित्र पारेर हुन्छ त्यो घुम्ने क्रममा चाहिँ दाहिने के अरे हातमा चाहिँ दाहिने शङ्खमा दही हालेर अर्घ दिने गर्छ मान्छेलाई एकपल्ट किनभने त्यो दिनको विष्णुको स्वरूप हुन्छ अर्घ दिनु भनेको बहुत ठुलो सम्मान गर्नु हस्तयो हो भनेर 3 नम्बर चल्छ मुखे आचमने जलम भनेको आचमन गर्नको लागि अघि तपाईहरुलाई गरायो हो यो आचमन गर्नको लागि अब पञ्चामृत के हालेर पञ्चामृत बनिन्छ थाहा छ के यो अर्काले लेखेर गरेको थियो दूध दही घिउ मह चिनी यति मात्रै हाल्छ त्यहाँ उहाँलाई चाहिँ कुनै पुस्तकमा भनेको छैन 5वटा चिज हाल्छ त्यो अलगै हो जबरजस्ती हाल्छ भने अर्को कुरो होइन पञ्चामृत पिउनको लागि अनि अन्तिमको पानी भनेको सर्वाङ्गी शुद्ध जल भनेको सबै अङ्गहरू स्नान गर्ने अब यत्रो वर्ष पूजा गरेर आउनु पूजा भनेको के हो थाहा छ पूजा भनेको थाहा छ के गर्दा चाहिँ पूजा हुन्छ थाहा छ पूजा भनेको यो हामी गर्दैछौँ के हो पूजा फूल चढाउनु चन्दन चढाउनु अक्षता चढाउनु फल चढाउनु पूजा हो होइन पूजाको अर्थ चाहिँ के हो त्यो त थाहा छैन पहिला पूजामा बस्नुभन्दा अगाडि के भन्छ भन्दा दुईटै शब्द छ प र ज छ पुबाट पूर्ण जाबाट जानकारी राख्नु पूर्ण जानकारी राख्नु तब मात्रै पूजा हुन्छ भनेको छ क्या जजमानले पनि जान्नुपर्छ फल किन चढाएको फूल किन चढाएको
भगवानलाई पैसा किन चढेको हो, यस्ता विषयलाई चाहिँ जानेर मात्रै पूजा गर्नु, तब मात्रै सक्सेस हुन्छ भन्नु बुझेको। यस्ता कुरा हरेक चिज छन् जान्नुपर्ने। यो चाहिँ मैले छोटो मात्रै भनेको, हतार पनि होला। ल पानीहरू चढाउँदै जानु। पादयो पाद्यजलं समर्पयामि, गं गणपतये नमः। हस्तयो अर्घ्यं समर्पयामि, मुखे आचमनीजलं समर्पयामि। सिद्धिविनायकाय नमः। मुखे पञ्चामृतस्नानं समर्पयामि, शुद्धोदकस्नानं समर्पयामि। ओम गौरीनन्दनाय नमः। चन्दनमक्षिता पुष्पं च समर्पयामि। मूषकवाहनाय नमः। गन्धाक्षतपुष्पान्ते जनै यज्ञोपवीतं समर्पयामि। भूर्भुवस्वः। पुङ्गे फलानि सुपारी पनि राख्नु। सिन्दूरादिं अभिरं समर्पयामि। मण्डबलमत शान्ति प्रयच्छमि। आत्मा फूलहरू लिएर नमस्कार गर्नु। अथ ध्यानं नमस्करोमि। विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय ओए छोप्ने नागाननाय श्रुतयज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। रक्ष रक्ष गणाध्यक्ष रक्ष त्रैलोक्य रक्षक वाक्यानां वयं कर्ता त्राता भवभवर्गवान् द्वैमातुर कृपा सिन्धु सार्वतोरग्रज प्रभो वरदस्तं वरन्ते वञ्चितं वञ्चितार्दता अनय पूजय गणपति देवता प्रियन्तां नमः। ध्याये ध्यानं समर्पयामि। भो सिद्धिविनायक गणपति। लो स्वागत छ स्वागत छ। लो हाम्रो भाइलाई पनि ल भित्र बस्दै गर ल। ओम हस्ते पुनः हातमा कलशको लागि दुबो चन्दन अक्षता फुलहरू लिएर सबैले नमस्कार गर्नु। दिजा कान्ति विलेपिता चन्द्र शिवं तव नौमि सरस्वती पादयोगं गुणनैककुलस्थितिभीतिफलं गुणगौरवगर्वित सत्यफलं कमलोदर कोमलपादतलं तव नौमि। स्वाहा सूर्यो ज्योति ज्योतिः सूर्यः स्वाहा अग्निर्वसु ज्योतिः वर्षः स्वाहा ज्योति सूर्यः सूर्यो ज्योतिः स्वाहा। पूर्वतिर अलिकति खोल राख्नु त। पूर्वे पुष्पाक्षतं पूर्वे पुष्पं घाम झुल्किनेपट्टि है, कता घाम झुल्किन्छ। पुष्पं समर्पयामि। दक्षिणतले एउटापट्टि समर्पयामि। मध्ये बीचमा एउटा मध्ये विष्णवे नमः। अझै दाउरा थप्नु त सबैले हाल्दा त छिटो माथि भयो। जय गणेश जय गणेश जय गणेश। माता गौरी पार्वती पिता महादेवा। माता गौरी पार्वती देवा। एकदंत दयावंत चाल भुजाधारी। एकदंत दयावंत माथे पर तिलक सोए मूसकी सवारी। मस्तक सिंदूर सोए मूसकी सवारी। पानी चढ़े फूल चढ़े और चढ़े मेवा। हार चढ़े फूल चढ़े और चढ़े मेवा। लड्डूवन का भोग लगे संत करे सेवा। लड्डूवन का भोग लगे संत करे सेवा। जय गणेश जय गणेश जय गणेश देवा। माता गौरी पार्वती पिता महादेवा। माता गौरी पार्वती पिता महादेवा। शशिका त्वमेव त्वमेव विद्या द्रविणा
त्वमेव त्वमेव सर्वं मम देव देव देवी प्रपन्नात्याये प्रसीद प्रसीद माता जगतोऽखिलस्य प्रसीद विश्वे स्वरूपाय विश्वं त्वमेश्वरी देवी चराचरस्य ब्रह्मागुरारे त्रिपुरान्तकारे भानोऽस्य भूमि सोतो बुधस्य गुरुस्य शुक्रं शनिराहुके तव सर्वे ग्रह शान्तिकरा भवन्तु लोकाभिरामं रणराज्ञधीरा श्री राधे श्याम मंत्र पुष्पांजलि समर्पयामि पुष्पार्पणम् हरि ओम अपराध सहस्राणि क्रियन्ते अनिसमया दासोयामिति मामत्वा समस्व परमेश्वरः पुष्पार्चनम् ओम यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तो प्रदक्षे